अर्जना नबोल्छ अहिले पनि रोड बनाउनु छ सबैजना भइराख्नु वास्तविकता के छ यहाँनिर पशुमा हेर्न सक्नुहुन्छ अहिले पनि बर्बाद गर्दै हुनुहुन्छ र अहिले पनि न्यायको गुहार माग्दै पैसा खाएर सबै बिगेको छ यहाँ मेयर उपमेयर जस्तो सबै अहिले उहाँ हुनुहुन्छ न्यायको लागि यहाँ गरेर यहीँ आएर सबै कुरा हामी चित्त बुझ्नु पर्यो अनि हामी पुग्छौँ सर म उहाँ गएकै छैन कुनै पानी बुझेर गएर मैले केही माइकमा खोल न हो माइकमा मत खोल न माइक मत खोल नगर्नु न यो त्यहाँ गाडी हिँड्ने चाहिँ धुवा हाल्दै यही हो नि है न्याय पाउने यही हो विरोधले न्याय पाउने यही रहेछ न्याय
छैन, उहाँहरू मानेको छैन। किन यस्तो चाहिँ गरिब र पीडित व्यक्तिहरूलाई चाहिँ मजाक बनाउने गरिन्छ हाम्रो देशमा? के उहाँको भावना छैन? उहाँको चाहिँ न्याय पाउने हक अधिकार छैन र? कृपया उहाँलाई न्याय दिलाउनका लागि सबले यो भिडियोलाई सेयर गरी सम्बन्धित निकायसँग पुर्याइदिनु होला। र जुन 5 बुँदे वार्ताको कुरा भइराख्नु भएको छ, स्वयं उहाँको पीडित परिवार हुनुहुन्छ, उहाँले आफै भइरहेका छ कि यो वार्तामा हामी गएका थिएनौँ र यो हामीसँग सहमति भएको छैन भनेर। तापनि यहाँनिर अहिले अफकोर्स मेरो चाहिँ सुरक्षाकर्मीहरू व्यापक रूपमा चर्चा भएर यहाँनिर अहिले चाहिँ बाटो खाली गराउनको लागि अहिले व्यापक रूपमा यहाँनिर सुरक्षाकर्मी पनि यसरी खुलाउनु भएन सर, यो अलिकति भएन। कम्तीमा पनि पीडित पक्षलाई राखेर एकताल सहमति गराइदिउँ न सर। उहाँहरूलाई नै राखेर एकताल सहमति गराउँ न। हो, किन बेकारमा यस्तो झन् सर। जम्मा 2 जनाको मात्र काम छ के उहाँसित बुझाइदिनु, उहाँले बुझाउनु भयो होइन? उहाँहरूलाई सित बुझाइदिनु भयो, अरू कसैलाई सहमति गर्नु पर्दैन। वार्ता गर्ने मान्छेलाई के बोलाउनु जानेहरूले वार्ता बस्नेहरूलाई बोलाउनु वार्तामा बस्नु पर्ने मान्छे आउनु परेन। वार्ता सफल अब यहाँ वार्ता त यहाँ ठाउँमा पो वार्ता गर्ने पटलाई प्रशासनहरू आउनु अन्याय पर्ने मान्छे अब चाहिँ पीडित पछि जानु पर्दैन। शान्तिपूर्ण गरौँ। भोलि यो घटना दोबारा नहोस् भन्ने हो। अनि ठाउँको वार्ता गरे हाम्रो माग भनेको त्यति मात्रै हो।